हामी आज मोरिङ्गाको बिरुवा लिन जाँदैछौँ। नेपालीमा शीतल चिनी। मोरिङ्गा होला इङ्ग्लिस शीतल चिनी। शीतल भनेको त शीतल भनेको छाया हो। छाया होइन नि त। शीतल भनेको त एकदम गर्मीभन्दा भाइ यसको पानी बेला लाग्छ त। चङ्गा छ चङ्गा। चिप्लो छ यार। यो डल डोर पनि त लिकिन्छ म भन्नु। त्यहाँ लिकमा पर्नुपर्छ डल डोर। कहिले काहीँ कन्ट्रोल सन्ट्रोल केही काम गर्दिनँ। आजको रोड एकदम शान्त छ। बिचमा ढुङ्गा छोड्ने परम्परा यो एकदम राम्रो गाडी एक्सिडेन्ट हुन सक्ने सम्भावना हुन्छ। यहाँ एउटा प्रतीक्षालय छ। यो ठाउँको नाम मलाई फेरि केही थाहा छैन। यो अरहाचीको बासिन्दा हुँ। यता अब किन आउँछ त? हामी आज यहाँ छौँ। सुन्छु म तर भएको छ त्यो सके गएको क्या एउटा यार। त कस्तो त खासै केही त्यति बेला म हाता समातेर बनाएको भिडियो नि त त्यो। त्यही तलको के भाइरल ठाउँको। दसियाँ मलाई त्यही त हो स्केर त। अरहाची अरू बेला त अब यो बाटो एकदमै भिडभाड हुने गर्दछ। अब साँच्चै भन्ने हो भने पछिल्लो अवस्थामा दिउँसोको समयमा त यो पूर्व पश्चिम हाइवे भन्दा नि एकदमै प्याक हुने गर्दछ देउराली दर्शन गर्न आउने भक्तजनहरूको भिडले गर्दा। तर अब बर्खा लागेको छ। मान्छेहरू त्यति धेरै ओहोरदोहोर गर्नुहुन्न यो समयमा। एकदम इमर्जेन्सीमा मात्रै गर्नुहुन्छ। त्यो भएर अलिकति कम छ अहिले चाहिँ। यात्रा गर्दा सुरक्षित साथ गर्नु होला। यहाँ एउटा मन्दिर छ हाम्रो आस्थाको धरोहर। हेर्नुहोस् तराई पनि आज खुलेको छ। मन्दिर हामी भगवानसँग बोलेर अरहाचीमा धेरै चल्ने गाडी मात्रै हो। ए सर्वजातिर जाँदा बोलेर एकदमै आफ्नै गाउँ घरको आउँछ। डबल क्याब भन्छ नि खै मैले सुनेको बोलेर गाडी कुन कम्पनीको? बोलेर गाडी कुन कम्पनीको? नेपालमा सबैभन्दा धेरै गाडी कुन कम्पनीको चल्छ? हेर्नुहोस् मौसम हरियाली छ रमाइलो छ। आफ्नै गाउँ आफ्नै पाखा लाग्दछ मलाई रमाइलो। मेरै पाखा पखेटा मान्छेले माथि पानी जाने पर्छ। यो माधव प्रसाद घिमिरेको एकदमै सच्ची गीत कसैको माधव प्रसाद घिमिरे। यो फोर्स गाडी कुन कम्पनीको त? मेन महिन्द्रा के होला? रमाइलो छ वन जङ्गल। ए यहाँ हाम्रो
जङ्गलको बिचमा रहेको यो अलिक पछिल्लो समय खुलेको यो चाहिँ यो चाहिँ हामी यहाँ बुवा र आमा बस्नुहुन्छ एकजना एकदम वृद्ध बुवा आमाले आफ्नो जीविकोपार्जन गर्नुको लागि सानो कटेज खोल्नु भएको छ। यो ठ्याक्कै अराँचीमा यो खालको सडकभन्दा अलिकति माथि र तपाईँ हामी सबैले त्यहाँ पसेर कम्तीमा बुवा आमाहरूको त्यो साहसलाई कदर गर्नुपर्छ। हामी पनि आउँदा जाँदा यसो चिया खाएर निस्किने गर्छौँ, तपाईँहरूले पनि त्यति गर्नु होला। काम गर्ने मान्छेलाई प्रोत्साहन गर्न त पर्छ। यो त भिडियो जस्तो हुन्छ नि क्लिप पहिला फाल्ने भिडियोको रेकर्डिङ पछि फाल्ने गर्ने हो नि त होइन, यो त ब्लगको त त्यस्तो हुँदैन नि त। ब्लगमा मिल्छ। फिल्म त डबिङै गर्ने हो के अरे, कलाकार हुन्छ नि त। चल्ने त हेभी छ अब, तर पनि अब मार्केटै अब ब्याट्रीको कतिसम्म बनाउन सक्छ? फ्याक्ट्री खोल्न सकिन्न। त्यही खालको इन्जिनियरिङ चाहियो। हेर्नु सिबी गाडी कति चल्छ हाम्रो अराँचीमा। अराँचीमा मात्रै हो कि अन्त नि यस्तै हो आजकल। सोधेर फोन न यो गाडीको नाम के हो अन्त? दाइ यो गाडीको नाम के हो? केवाइसी ल आयो है नाम। मैले भनेको त केवाइसी भनेको त छैन र हरेक क्षेत्रमा अलग मेथड लाग्छ कि। बर्खा मासमा टिप पर्दै जाने रमाइलो लाग्छ फेरि हामीलाई। हो र यो भिडियो घुरन्दाका दाइको फेसबुकमा या अथवा आयो भने सेयर गरिदिनु होला। यत्तिकै लामो एउटा हालिदिनु पर्यो के हुन्छ। हेर्नुहोस् केवाइसी आजदेखि नाम थाहा पाउनु चाहिँ सबैले यो गाडीको। यी भिडियोहरू सबै यो युट्युब च्यानलमा पनि अपडेट गरिराखे। सिजी केवाइसी ए सिजीको के छ यसलाई? ए चौधरी गुरु होइन हो त चौधरी गुरु फिटिङ रहेछ यसको। फिटिङ हो सिजीको फिटिङ हो के हो? चौधरी ग्रुपले कहाँ फिटिङ म्यानुफ्याक्चर गर्छन् चौधरी ग्रुपले। बस लोगो आफ्नो लगाएर नेपाल इन्पोर्ट गर्ने हो क्या। कुनैको छैन क्या। चौधरी ग्रुपले आफ्नो प्रडक्टमा होला समथिङ होला नि बट मलाई अब यो गाडी चाहियो मेरो नामको भनेपछि 20वटा गाडी 100वटा गाडीको अर्डर दिने मेरो नाममा एउटा प्लेटफर्ममा हालेर पठाइदिन्छ। अब नेपालमा के सोध्छ भन्दाखेरि त यो त चौधरी ग्रुपको यो पर्नाको पार्टनरसिप हुनु त पायो त। पार्टनरसिप हुन्छ सेयर मार्केटमा मेरो गाडी यति निकाल्दे मेरो नाममा अरू लगाएर डाइ चाहिँ बनाउन त्यो त आफ्नै एउटा हुन्छ कि अरे। ल यो चाहिँ हाम्रो युट्युब च्यानलमा पनि आउँदैछ। पहिलो प्रयास हुनेछ यो भ्लग चाहिँ। मैले अहिलेसम्म बनाएँ होइन खासै लङ भ्लग चाहिँ। ब्लग त होइन होला, भ्लग नै होला। ब्लग भनेर लेख्ने होला। ल हाम्रो अगाडि एउटा गाडी छ। यो चाहिँ हाम्रो अराँचीकै दाइको होटल हो। यहाँ पस्ने मौका चाहिँ अहिलेसम्म मिलेको छैन।
कृष्ण दाई कहाँ राम्रो छ आउनु होला पस्नु होला खाजा खानु होला मान्छेहरूले सुरुमा आउँदा फरक आकलन गरे पनि अहिले यो गाडी सक्सेस नै देखिएको छ सर्ट टुरको लागि यहाँदेखि बुटोल र बुटोलदेखि यहाँसम्म ठिकै छ राम्रो छ यसको तनाइ पनि राम्रो छ म 7 बजे बुटोलबाट चढेको मान्छे 9 बजेको अपोइन्टमेन्ट थियो डाक्टर नन्दु पाठकसँग तब 9 को बुटोल पुऱ्याइदियो ल 7 बजे सीतापुरबाट चढेर 9 बजे बुटोलमा डाक्टर नन्दु पाठकको अपोइन्टमेन्ट लिन पुग्ने मेरो साथी यहीँ हुनुहुन्छ 9:15 मा यस्तो खालको सुविधा चाहिँ बनाइदिएको छ पक्कै पनि अहिलेको यो बाटोमा पनि यति गर्नु ठुलै कुरा हो 7 बजे चढे पनि 11 11:30 को रेन्ज हुन्छ के हाम्रो सपनै हो यो 2 भाइको एउटा बुलेट किन्ने हो नि भाइ बुलेट किन्ने हो कि अब बसन्ती छोडे दिन अब त एउटा बुलेट किन्ने म चाहिँ एउटा बाइक किनेको ल म क्यान्सलेसन हालेर आएको हो त बुलेटला सानी नानी नानी कहाँ जाँदैछु ल अब लगभग रोड त यहाँबाट सुरु हुन्छ र डबल रोड छ हेर्नु न ठ्याक्कै बाटोको पिच अहिले कस्तो छ नि अब उहाँहरूको मापदण्ड त होला तर पनि ठ्याक्कै त पुरानो बाटोलाई इग्नोर गरे जस्तो खालको छ ल हेर्नुहोस् तराई रमाइलो छ तराई पाहाडबाट हेर्दा तराई रमाइलो हजुर तराईबाट हेर्दा पाहाड रमाइलो यस्तै छ तिमीलाई पाहाडबाट हेर्दा तराई रमाइलो भन्दा पनि तराईसँग एकदमै धेरै नजिक छौँ ल हामी यो गोटे होटल सम्राट हामीलाई पहिला यतिको होटल त गराँची बन्दैन जस्तो लाग्यो अहिले त होटल खुल्ने क्रम जारी छ ल यो प्रहरी चौकी यहीँ देखियो यो प्रहरी चौकी खोलेपछि अहिले अरखाँचीबाट हुने विभिन्न खालका घटनाहरू ठुलो भूमिका खेलिरहेको छ यो टोटेबाट झर्ने बाटो हेर्नु साथीहरू तपाईँहरू यहाँबाट तराई झर्ने यो फास्ट ट्र्याकै हो हाम्रो अरखाँचीको लागि अहिले त पिच पनि हुँदैछ भन्ने सुनिएको छ ग्राभलिङ त सबै सकियो अरे पछिल्लो समय म यो बाटो हिँडेको छैन है यो र हामी गोटे वन कार्यालय जाँदैछौँ अरखाँचीको भिडियो हाल्ने त्यो त अन्त भाइरल भइन्छ के अरे फर्स्ट टाइम अरूले पनि हाले अरे हालिसके ल एकदमै राम्रो छ पिच छ हेर्नुहोस् यहीँबाट म त हालेको छैन के च्यानल दिँदै नि र हेर हामी त ठोकिहाल्ने नि त हामी त त्यही त हो सबैको ल गोटे वन कार्यालय जाँदैछौँ हामी डोटे वन कार्यालय ठ्याक्कै डोटे प्रहरी चौकीबाट अलिकति तलमा झरौँ